आजको भिडियो सुरु गर्नुअघि म एकदमै खुला रूपमा भन्न चाहन्छु, आज हामी कुरा गर्न लागेका छौँ एउटा यस्तो विषयबारे जसले मानिसलाई सदियौँदेखि जिज्ञासु पनि बनाएको छ र केही हदसम्म डराउन दिँदै पनि आएको छ। म जान्दछु, मरणपछि के हुन्छ भनेर सुन्ने बित्तिकै धेरैजना अलि गम्भीर बन्छन्। तर आज हामी यो प्रश्नलाई डरको नजरले होइन, बुझाइको दृष्टिले हेर्नेछौँ। शान्त मनले, खुलेर, प्राकृतिक रूपमा। म यो विषयलाई कुनै धर्म, कुनै एउटा विश्वास वा कुनै कठोर सिद्धान्तको सीमाभित्र राखेर बोल्दिन, किनकि मृत्यु सबैका लागि साझा सत्य हो। चाहे मानिस कसैलाई विश्वास गर्छ, कसैलाई गर्दैन, कसैको धारणा यस्तो छ भने कसैको त्यस्तो। त्यसैले आज म यहाँ विविध दृष्टिकोणहरू एकै ठाउँमा ल्याउँछु, तर एकदमै सहज भाषामा, जस्तै तपाईले आफ्नो साथीलाई प्रश्न गर्नुभएको छ र उसले आफ्नो बुझाइ अनुसार बिस्तारै खुलाइरहेको छ। सबैभन्दा पहिले किन यसबारे कुरा गर्ने? किन मरणपछि के हुन्छ भन्ने कुरा बुझ्नु आवश्यक छ। किनकि जीवनको अन्त्य बुझ्दा मात्र जीवनको महत्त्व अझ गहिरो रूपमा महसुस हुन्छ। हामीले बाँचिरहेका हरेक दिन, गर्ने हरेक निर्णय, दिने हरेक माया किन महत्त्वपूर्ण छ भन्ने प्रश्नको उत्तर धेरै जसो मृत्युसँगै जोडिन्छ। त्यसैले आज हामी मृत्युका बारेमा कुरा गरेर वास्तवमा जीवनलाई नै बुझ्दैछौँ। अब म तपाईँलाई थोरै पृष्ठभूमि दिन्छु। आजको भिडियोमा के विषय उठ्नेछन् ताकि तपाईँलाई थाहा होस् कि तपाईँ के सुन्न लागिरहनु भएको छ। आज म 3 प्रमुख कोणबाट यस विषयलाई बुझाउनेछु। पहिलो, मानिसहरूले अनुभव गरेका नियर डेथ एक्सपिरियन्सेस, जो मृत्युको नजिक पुगेका मानिसहरूले बताउने अनुभूति हो। धेरै यस्ता विवरणहरू छन् जसले मृत्युपछि के हुन सक्छ भन्ने कल्पनालाई वास्तविक अनुभवसँग जोडिदिन्छन्। दोस्रो, विभिन्न संस्कार, धर्म र दर्शनले मृत्युबारे के भन्छन्। आत्मा कहाँ जान्छ? के वास्तवमै अर्को जन्म हुन्छ? के चेतना एकदमै गायब हुन्छ? तेस्रो, वैज्ञानिक दृष्टिकोण। विज्ञानले मृत्युबारे के भन्छ? मस्तिष्क, चेतना, ऊर्जा, यी सबै मृत्युपछि कति समय बाँचिरहन्छन् भन्ने विषयमा के कस्ता अध्ययनहरू छन्? म यी तीनै कुरा मिलाएर एकै पटक सबै कुरा बुझाउन खोज्दिन। बिस्तारै एक कथन, एक उदाहरण मार्फत तपाईँलाई एकदमै शान्त र सहज यात्रामा लैजान चाहन्छु। तपाईँले सुन्दै जाँदा तपाईँका आफ्नै प्रश्नहरू पनि मनमा आउनेछन् र म विश्वास गर्छु भिडियो सकिँदा तपाईँलाई यो विषय पहिलेभन्दा धेरै फरक ढङ्गबाट महसुस गर्नुहुनेछ। अब एउटा कुरा स्पष्ट गरौँ, आज म कुनै डराउने कुरा बोल्दिनँ। मृत्यु धेरैलाई डर लाग्ने विषय हो, तर डराउने कुरा होइन। जन्म प्राकृतिक जस्तै मृत्यु पनि प्राकृतिक प्रक्रिया हो। हामीले यसलाई कसरी बुझेका छौँ, कसरी स्वीकार गरेका छौँ, यही कुरा महत्त्वपूर्ण हो।